हेर्नुहोस् है, यो पछिल्लो पुस्तालाई इतिहास पढ्नबाट वञ्चित गराइयो। मलाई लाग्छ अहिले यहाँ सहभागी हुनुभएका सबैले हाम्रो नेपालको राज संस्थाले नेपाललाई विश्वमा चिनाउन के काम गर्यो, संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गर्नसम्म कति गर्यो, जसरी राजाहरूले सबै जनताले खाएको सूचना ती ठाउँका प्रतिनिधिहरूबाट दरबारमा आइ नपुगुन्जेल खानै खाँदैनथे। राजाहरूले सबैका लागि समान मानापाथी चलाउने राजाहरूको त्यो इतिहास पाठ्यक्रममै करिकुलममै राखिएन, हटाइयो। राजाका राम्रा कुराहरू थाहा पाउँछन् भनेर यी नेताहरूले हटाए। त्यो हटाएपछि राजाका विषयमा न राम्रा कुराहरू थाहा भयो, कतिपय कुराहरू नराम्राहरू थिए, जस्तो कि राजाका प्रतिनिधिहरूले जनताका सही दुःखहरू दरबारसम्म पुर्याइदिएनन्। राजा स्वयंले आफ्नो नजिकमा जो मान्छेहरू आइपुगे उनीहरूको मात्रै चाहिँ कुरा सुन्ने अवसर पाए। साँच्चैको दुःख जनताको चाहिँ बुझ्नका लागि उनीहरूलाई त्यो आकाश र धरती बीचको कुहिरो भन्ने एउटा कविता थियो, रानी ऐश्वर्याले लेखेको। त्यो कुहिरो बनेर बीचका प्रशासकहरूले चाहिँ राजा र जनताको बीचमा भेट हुन दिएनन्। यी समस्याहरू थिए। तर यति हुँदाहुँदै पनि नेपालमा आफ्नो जग्गा एक चप्परी पनि नभएको मान्छेलाई देशभरि एकजना पनि जमिनहीन मान्छे नहुने गरिकन अर्काको जमिन जोतिरहेको मान्छेलाई भोलिपल्ट बिहान उठ्दाखेरि नै जमिनको मालिक बनाइदिएको राजा महेन्द्रको भूमि सुधार मुयानी हक आएपछि थियो। यस्तो पृथ्वीमा कुनै पनि देशको शासकले गरेका छैन जहाँ आफूले जोत्तै गरेको जमिनको नै मालिक बनाइदियो मजदुरलाई। हो, यस्ता कुराहरू चाहिँ पाठ्यक्रममा पहिला थिए, त्यो पाठ्यक्रमबाट हटाएको भएको हुनाले जेनजी पुस्ताले राजाहरूको बारेमा थाहा पाउन पाएनन्। अब इतिहासको पाठ्यक्रम हटाउनु, करिकुलम हटाउनु पनि कारण त्यही थियो। डिस्कोर्सहरू हुन दिएनन् अनि आफैले लुटेको गर्न थाले।